हेलो एन्ड नमस्ते। आज चाहिँ बिहान बिहानै मर्निङ ड्युटी भएकोले मर्निङ ड्युटी हिँड्यो होइन। अहिले यस्तो पसिना आइरहेको छ बिहानै। अहिले कति भयो भने टाइम 6:50मा यस्तो गर्मी छ, के भन्नु होइन। काम त गर्नै पऱ्यो, पैसा कमाउनै पऱ्यो होइन। विदेशमा यस्तो त हो नि। पार्किङ लटहरू खाली छ अहिले चाहिँ। यो चाहिँ अल्काना भन्छ होला, यो एक्वेरियम छ यहाँ। मान्छेहरू आउँदैछन्, बस चढेर आउने मान्छेहरू सबै पछि पछि। यो चाहिँ यस्तो छ, यो चाहिँ एक्वेरियम हो। देखाउनु पर्दैन, पछाडिको चाहिँ एक्वेरियम यसरी छेउछेउबाट जानु पऱ्यो। यो चाहिँ अबुधाबीको वान एन्ड ओन्ली बटरफ्लाई गार्डन हो यो। अब यो पछाडि देखिएको चाहिँ मेरो अबुधाबीको बटरफ्लाई गार्डन होइन। अब चाहिँ म सिडी चढेर माथि जानुपर्छ। पसिना कति आउँछ बिहानै बिहानै। पैसा कमाउनु कहाँ सजिलो छ हजुर, गाह्रो छ नि। यो चाहिँ अलिक चर्को घाम लागिसकेको रहेछ। यो अलिकति हाइट भएर होला नि। रुमाल त थियो कतातिर हो पकेटमा, तर अब हातमा कोट छ नि त। एउटा हातमा मोबाइल झिक्नै मिलिरहेको छ नि। सूर्य उदय भइरहेछ उतापट्टि यस्तो। त्यो चाहिँ पूर्वबाट चाहिँ सूर्य उदाउँदैछ। खतरा देखेको छ है। यो एङ्गलबाट राम्रो होला। बिहान को ड्युटी चाहिँ साह्रै रमाइलो हुन्छ। उठ्न सकेपछि है, उठ्न सकिएर चाहिँ फ्रेस भएर चाहिँ निस्केपछि आनन्द आउँछ। ज्यान अलि एक्टिभ हुन्छ। नाइटको भन्दाखेरि नाइटको ड्युटी चाहिँ अलिक गाह्रो नै हुन्छ। त्यो यहीँ मात्रै होइन कि जहाँ पनि त्यही होला सायद होइन। एडजस्ट हुन अथवा त्यो टाइम लाग्छ। सबै आउटलेटहरू अहिले बन्दै छ।